साथीहरू यहाँ सुर्खेतमा एउटा जुन रमाइलो ठाउँ रहेछ, यसो हामीहरू पनि घुम्न जाउँ भनेर यसो गएको। रोड पनि कति दामी। त्यो घुम्नै पर्ने ठाउँ चाहिँ रहेछ शहीद पार्क। यसो हामी गएको, त्यहाँ मान्छेहरू त हेरेर आइहालेछन्। कति बज्यो भनेको त्यतै 4 बजेतिर हामीहरू गयौँ शहीद पार्क। गएपछि मान्छेहरू तल फर्किन लाथे। हेर्नु न कति राम्रो रुख हो, आहा ढाँचा लगाएको रुख रहेछ। आहा कति रमाइलो, मनलाई आनन्द हुने ठाउँ नै सुनसान ठाउँमा चाहिँ ट्याक्क शहीद पार्क रहेछ। हामीहरू यसो गएको, मान्छेहरू के कस्तो रमाइलो कुराहरू गरिरहेको, तर हामीसँग टाइम थिएन, तर सुन्न पाइएन। तर यस्तो जेस कुराहरू चाहिँ भगवान् राम्रो गर्नुभएको थियो अङ्कलहरूले अथवा दाईहरूले। त्यहाँबाट माथि गयौँ, त्यहाँ रहेछन् चटपटे नास्ताहरू, भोक लागेपछि खानको लागि खानेकुराहरू पनि राखेको रहेछन्। त्यहाँबाट यसो माथि जाँदै गइरहेको थियौँ। यसो हिँड्दै गयौँ। साथीहरू पनि भन्दै थियो पहिलोपटक आएको, त्यतिर हेर्नु पनि हेरेको थिएन। साथीहरूले जबरजस्ती लैहाल्यो। यसो जाम भनेको रुममा के एक्लै बस्ने, जाम यसो बाहिर गएर फ्रेस भएर आऊँ भनेको गइयो। त्यहाँ गएपछि एउटा माथि ढोका देख्यो। म त्यही सोचेको फेरि त्यहाँ रहेछ बाहिरको हेर्नको लागि थोरै दृश्य, एउटा मान्छेले ट्याक्क पानी हालिरहेको दृश्य रहेछ। त्यहाँ रहेछ भनेपछि साथीले यहाँ होइन सिधै माथि छ भनेर फेरि माथि गएको। मान्छेहरू रोडमा आइरहेको थियो। त्यति खासै भिडियो बनाउन फेरि म लास भन्दै बनाइयो। बनाइसकेपछि फेरि माथि जाऊँ भने आहा एनसी केटाहरू अनि ममहरू आइराख्नु भएको रहेछ। टिकटक हेर्नु न, एउटा बुनुले ट्याक्क टिकटक बनाएर हेर्नु फेरि माथि गयो। माथि गएपछि केटा यो अब हामीसँग पैसा क्यास थिएन। फेरि समस्या जम्मा 50 रुपियाँ थियो। 20 रुपियाँ टिकट काट्नको लागि यसो भाइ थियो कि हले भाइलाई पनि अलि सपोर्ट गर्यो। जोस् गएको नो पार्किङ भनेर रहेछ, न हामीसँग गाडी थियो न के थियो। हामी हिँडेर गएको, जाँदा त्यहाँ 1 घन्टा जति लाग्यो। बाहिरै बस्यो हिँडियो। फाइनली दाइले ट्याक्क अनलाइन पैसा हाल्न लगाउनु भयो। त्यो पनि मान्नु भएको नि त, जबरजस्ती मान्यो। अनलाइन पैसा हालेको यसो भित्रतिर गएर सिधै तल के माथि रमाइलो ठाउँमा गएको थिएन, सिधै तल गयो हात्ती हेर्न। रियल हात्ती होइन नि, फेरि मान्छेले बनाएको हात्ती। रमाइलो ठाउँ त हेर्न अझै नै बाँकी नै छ। यो चाहिँ लास्टबाट देखाएको थिएछ। रमाइलो ठाउँहरू भनेको चाहिँ माथि छ हेर्नु, सुरुमा हात्ती, त्यसपछि उता गयो, उता पिङ रहेछ। पिङ पनि के छोड्ने भनेर यसो हानिदिएको। फेरि त्यहाँ खेलिराख्नु भएको रहेछ, तर खाली थिएन। उहाँ दिदीहरू अथवा बहिनीहरू खेलिराख्नु भएको थियो। हामी पनि गयो खेलौँ भनेर यसो गएको। दिदीहरूको चाहिँ हेरियो, जो चाहिँ आयो खेल्नै पर्छ भनेर बस्यौँ। त्यहाँ हेरौँ एकचोटि, हेरेर त्यहाँ दिदीहरू खेल्नु भएको थियो। अनि माथितिर पनि यसो रमाइलो हेर्नु, माथि छ रमाइलो ठाउँ। यो त तल गएको माथि रमाइलो रहेछ। यसो हजुरहरू आउनुभएको छ भने कमेन्ट पनि गरिहाल्नु होला, हेर्नु होला। यो धेरै दिन पहिले बनाएको रहेछ बाँसको, तर दिदीहरू चाहिँ खेल्नु भएछ। कति रमाइलो होला भनेर यसो खेल्न चाहिँ बाँकी नै छ। उता माथितिर पनि रमाइलो छ, माथितिर जानुपर्छ भनेर यसो तल पिङबाट खेलियो, पिङसिङ खेलियो। हेर्नु न आहा कस्तो दामी खेलेको। यता केटाहरू झन् यस्तो केटाहरू रहेछन् भनेर यसो खेलिदिएको। उता हात्ती खेल्नु भएको थियो दिदीहरूले। यता केटा ल भाइ गयो, भाइले खेल्यो। भाइलाई त्यति आउँदो रहेछ, त्यो जोर चाहिँ गर्न चाहिँ गरे हो केटाले। खेल्यो भाइले। हेर्दै गर्नु होला। च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब पनि गर्दै गर्नु होला र लाइक कमेन्ट भिडियो कस्तो लाग्यो कमेन्टमा चाहिँ भन्नु होला। त्यसपछि खेलेपछि मेरो घरमा आउँछ। भाइले अझै भएको छैन, अझै कहाँ आउनु यति खेल्ने, अझै खेल्छु भनेर खेल्यो। ल म पनि खेल्न त आज मात्रै हो खेल्नुपर्छ भनेर यसो खेलियो।
खेलेपछि भाइले ट्याक तर पिङ चाहिँ बाङ्गो जाने कि फेरि धेरै मचाएपछि धेरै उ गरेपछि बाङ्गो जान्थ्यो तर त्यही पनि भाइले खेल्यो छोड्नै मानेको थिएन यसो झर भनेको झर्दै झरेन बोलिरहेको छु म उताबाट साइडबाट भनेको झरेन जस्तै गाउँमा खेलिन्थ्यो पहिला यहाँ सुर्खेताएर यसो खेल भनेको साइड पार्कतिर खेल्नलाई चाहिँ जोस खेलियो कतिखेर फालो आउँछ भनेको त हेरेको भाइले छोड्नै मानेको थिएन नमानेपछि के गर्यो अब छोड्छु भनेर बस्यो वाह कस्तो धन्नै त लोटेको मलाई फेरि मजा नआउने फेरि भाइलाई यसो धक्केल भनेको धक्का लगायो गाउँमा पहिला त आउँथ्यो तर यहाँ आएपछि बिर्सिहालेछ अब भयो छोड्दै भनेको छोडिदियो र पिङ पनि मचिएपछि यसो खेलेको क्या मजा आयो तर यो बाटो हालेको चाहिँ खेलेको थिएन है तल सिम्पल डोरीमा मात्रै खेलेको थियो बासमा चाहिँ खेल्न पायो जस भिडियो बनाउने मान्छे चाहिँ हो कि ऊ त हेर्नु न पहिला पछाडि औँला राखेर सिम्पल मोबाइलबाट क्यामेरा छैन अब सिम्पल बाइकहरू परियो त्यही भएर यसो भिडियो पनि बनाएपछि अब भयो त भनेर यसो जति पनि खेल्न मन लागेन हात दुखिसकेको थियो त्यही भएर यसो छोडिदिउँ भनेको नाइ भन्न फेरि ट्राई गर्नु भनेपछि म झर्नै लाथेँ झरिसकेपछि झरेँ र त्यसपछि माथि जाँदा खेल्नुपर्छ कहाँ यो बच्चाहरूले खेल्ने भनेको खेल्न दिएनन् केटाहरूले त्यसपछि माथि गयौँ माथि कस्तो राम्रो धारा हो कि फेरि पानी आहा कस्तो दामी आइरहेको थियो हेर्नु सायद पार्क राम्रो ठाउँ भने के हो फेरि अर्को ठाउँ हेर्न बाँकी नै छ भिडियोलाई स्किप नगरेर हेर्नु होला लास्टमा यहाँबाट यसो भिडियो बनायो भनेको भाइलाई सो भिडियो पनि बनाइदियो तर मोबाइलको क्वालिटी चाहिँ त्यति राम्रो आउन्न हजुरहरूलाई पनि थाहा छ बनाएपछि यसो मनोरञ्जन गरेँ अब त्यहाँबाट माथि गएको त आहा क्या दामी हेरौँ लाग्ने हेर्नु शिवजी हुनुहुन्छ उता जलपरी पनि हुनुहुँदो रहेछ पानी पनि आइरहेको कति दामी ठाउँ हो यो आमा भनेको र हजुरहरूले यस्तै भिडियो हेर्न मन छ भने धेरै छ रुरेनमा ठाउँ घुम्न बाँकी फर्स्ट पटक लङ भिडियो बनाएको हजुरहरूले सपोर्ट गरेर लाइक कमेन्ट अथवा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरेर थ्याङ्क यू।